हेलो नमस्ते इटरी नमस्ते गर्दाखेरि हामी नेपालीको संस्कारमा हात माथि गरेर गर्नुपर्छ। नमस्ते इटरी। अब हात माथि गरेर नमस्ते गरिसकेपछि सबैजनाले यसरी बजाउनु पनि पर्छ। तपाईहरुलाई म एउटा क्वेशन सोध्छु है त। यति छिटै चुनाव किन हुन लागेको? यति छिटै चुनाव किन हुन लागेको? नयाँ समयको माग, नयाँ शक्ति जागेको हो कि होइन? ल एकचोटि यो ग्राउन्डबाट सबैजनाले एकै स्वरमा जय घण्टी भनिदिनु होला। 1 2 3 गो। यो हो नि त जोश र जाँगर, होइन? अब म तपाईहरुलाई एकछिन केही कुराहरू गर्छु ल। यता माथि स्वर्गमा पनि बसेर हेरिरहनु भएको रहेछ त। ए स्वर्गवासी दाजु, टाउकोमा होइन आँखामा लाउनु चस्मा। झन्डा हल्लाउँदा जोसमा फुत्त झर्नु भयो भने त सकियो त बुढा। जे हुन्छ भोट हालेपछि मात्रै हुन्छ है। फेरि सबैजना आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म अब पढाउन चाहन्छु। पढ्ने हो कि होइन? एबीसीडी पढ्ने हो? ल म सोध्छु है त हजुरहरूलाई। ए फर खोइ त, बी फर अलि सुनिन है मैले। बी फर खोइ त पछाडिबाट। बी फर आर फर ई फर जी फर। अलि सुनिएन, यो धेरै सुनिन पर्थ्यो। जी फर भी फर। धन्यवाद। यो जोश र जाँगर सधैँभरि कायम रहोस् तपाईहरुमा। अब तपाईहरुलाई म एउटा सानो शायरी भन्न चाहन्छु है त। हुन्छ? म बोलेर तपाईहरुलाई अल्छी लागेको छैन नि? अल्छी लागेको छैन नि? आमा तिमी महान। वा चाहिँ कसले भन्ने हो? आमा तिमी महान। आमा तिमी महान, महान छ तिम्रो लीला। तर पनि नेपाल बनाउन किन गर्छौ ढिला? यहाँ हो होइन, वा हो। ल फेरि एकचोटि है त। आमा तिमी महान, महान छ तिम्रो लीला। तर पनि यो देश बनाउन किन गर्छौ ढिला? यो तीनचोटि वा नभन्नु न, बोका कराए जस्तो सुनियो। वा भयो क्या? आमा तिमी महान, महान छ तिम्रो लीला। तर पनि नेपाल बनाउन किन गर्छौ ढिला? नारी पुरुष बराबर हो कि होइन? नारी पुरुष बराबर, बराबर पुरुष र नारी। मात्रै एउटा फरक, तिम्रो चिउडोमा आउँदैन दारी। हो कि होइन? हो भने ताली चाहिँ कसले? लाल विक्रमजीले बजाउने हो? ताली बजाउने जिम्मा तपाईहरुको हो। के भन्दैछौ? आउनुहुन्छ, आउँदै हुनुहुन्छ है। धैर्य गर्नु पर्यो नि। धैर्यता नै सबैभन्दा ठुलो शक्ति हो हामी नेपालीहरुको। अब केही समयको लागि मात्रै म तपाईहरुको सामु अलिकति आएको छु है भन्नलाई आएको हुँ। म यहीँ नै रहने छु। तपाईहरुमा फेरि बीचमा समय दिनुभयो भने आउने नै छु। हाम्रो देशको चर्चित गायक
प्रकाश सपुतजी पनि आइसक्नु भएको छ। प्रकाश सपुतजीले पनि तपाईहरूलाई मनोरञ्जन दिनुहुनेछ। त्यसकारण धैर्य गरेर अनुशासित भएर बसिदिनु होला। इटरीको यो सभा धैर्य र अनुशासित सभा हो भनेर देशैभरि हामीले फिजाउन आवश्यक छ। र फागुन 21 गते चुनाव हुँदैछ देशमा। दायाँ बायाँ कतै नहेरी आँखा चिम्लेर मतपत्र नलतपतिने गरी घन्टीमा मतदान गर्नु हुन अनुरोध गर्छु। धन्यवाद। धन्यवाद अर्जुन घिमिरे सर, तपाईँले यहाँ उपस्थित जनसमुदायलाई मनोरञ्जन गराइदिनु भयो।